नमस्ते साथीहरू सबैजनालाई। जे पनि हुन्छ लाएछु यहाँ नहुने भन्ने केही छैन। यस्तो छ है दो पेड दुईटा बुट्टाको यत्रो भयो। त्यही मैले पुरै टिपेखाइन छ यहाँ टन्न अब यत्रो भित्र टन यस्तो साह्रो छु। यो भेजिटेबलमा चाहिँ म बिना प्याजको ल यसमा टमाटर आलु यति मिठो हुन्छ यो। एकछिन बस्नु पर्यो म त। बोक्रा सहित आज चाहिँ 2 साल भात बनाइन्छ। गाह्रो भयो। धनियाँ नि फल्न थालिसक्यो कि उतापट्टि रोपेको चाहिँ अलि आउँदैछ सानो छ। यसमा चाहिँ फल्ला यो बिउ पनि राख्ने साह्रै गाह्रो भयो। घाँटी बढेको मिठो खानालाई के गर्नुपर्छ है। अब तरकारीमा यो हालिदिने यस्तो आमामा कस्तो हरर एकदम धेरै बास्ना खायो कि यसको त। ओहो आयो मजा अब।